ल गाइस हामी चाहिँ अहिले लेची गएर निस्केको खाजा खानु अनि छ त यत्रो ड्यू कम्पनी हेर्दा डोको बोक्ने जस्तो लाग्यो मलाई अनि छ त यत्रो ड्यू कम्पनी हेर्दा डोको बोक्ने जस्तो लाग्यो मलाई लेची बगानको हालत यस्तो छ मेरो युट्युब च्यानल चाहिँ हेर्ने होइन अनि के ल्याएको छौ खाजा हेरौँ न यहाँनिर जाड छ पानी छ ड्यू छ होइन अहिले के बुढी वा फेत्तै खुर्पा फेत्तै मेन यस्तो गर्मी छ काम गर्नु अल्छी गर्नेहरू यहीँ छन् है उभिरहेछन् पर काम गर्नु छोडेर है मालिक नि हेरौँ न अघि फाडेको त त्यो फाड्दैछन् बिजोक सुकुटी भएको छ ऊ दुई टाम्ली देखाएर यस्तो बिजोक रमाइलो भएको छ होइन यत्रो अलेची छ है अनि हामी ज्यान चाहिँ हेरौँ न अलेची अनुसारको ज्यानै छैन भने मान्छेको है यत्रो बगान छ यहाँ माथि सम्म अलेचीको अलेची छ रामेको नाति कति साह्रो घाम लागेको यार टक्ने यस्तो रमाइलो भएको छ आजको दिनमा त यार काम गर्नु पनि यस्तो घाम लागेर है अलेची गोड्नु पनि रामेको नाति कति साह्रो घाम लागेको यार टक्ने रमाइलो भएको छ आजको दिनमा त यार काम गर्नु पर्ने यस्तो घाम लागेर है अलेची गोड्नु पर्ने